हेलो साथीहो नमस्ते झोडले सम्पूर्णमा। सो आज चाहिँ मेरो स्याटरडे थियो अनि मैले चाहिँ उबर गएको थिएँ। उबर गएर चाहिँ नेपाली मार्केट गएर चाहिँ ट्याक्क लाएर खसीको मासु 1 केजी खसीको मासु लिएर आएँ। ट्याक्क लिएर आएपछि त्यसपछि मैले त्यसलाई चाहिँ कटकुट गर्न थालेँ होइन। खसीको मासु मलाई लास्ट मनपर्छ क्या, तपाईँलाई पनि लास्टै मनपर्छ होला है सायद। खसीको मासु मन नपर्ने सायद कोही पनि छैन होलान्। मैले चाहिँ नि मासु काट्न थालेँ किचनमा लगेर होइन। ट्याक्क लाएर त्यही हो। अनि झपक काटेर यस्तो बनाएँ क्या मैले चाहिँ। ट्याक्क लाएर पिस बनाएँ। अनि पिस बनाएर चाहिँ अनि मैले आगो बाल्नलाई चाहिँ अब ग्यासबाट चाहिँ बाल्नु पऱ्यो आगो। ट्याक्क आगो बाल्न रेडी गरेँ। ट्याक्क रेडी गरेपछि यता आगो पनि बाल्न लाग्यो। आगो बल्दैन, बाल्नु खोज्छ बल्दैन होइन। बल्ल बोलेँ। यो चाहिँ फेरि कस्तो अलिकति हातको स्किल भएन भने चाहिँ के अरे त्यो सुरुमा त म त कति झुकिँदै बेला बाल्नै सकिँदैन। हेर्नु म बाल्नै सकिरहेको छैन कि लाज गाह्रो हुन्थ्यो मलाई बाल्नलाई सुरुमा चाहिँ। मैले पनि हात बस्या छैन क्या त्यति मजाले। ट्याक्कै बाल्दाखेरि बाल्नै खोज्दैन। त्यसो अलिकति स्किल चाहिने रहेछ यसको चाहिँ बाल्नलाई चाहिँ। त्यही भएर म चाहिँ नि ट्याक्क त्यसपछि तेल हालेँ। ट्याक्क लगाएर तेल हालेर यता मासु पनि हेर्दैछु होइन। मासु काट्दै पनि छु ट्याक्क लगाएर। अनि ट्याक्क यो चाहिँ मेरो खुर्सानी, भेडे खुर्सानी भन्छ नि त्यस्तै। यो हालेपछि एकदम बबाल हुन्छ क्या तरकारी। मलाई चाहिँ पहिले त्यति मन पर्दैन थियो यो, तर जस यहाँ चाहिँ रुमुनियामा चाहिँ प्रायः यो युज गरे हुन्छ क्या खानामा, के अरे तरकारीमा। अनि मलाई चाहिँ यो लास्ट मनपर्छ। अहिले यो हालेर अनि योसँग ट्याक्क प्याज हालेपछि चाहिँ मिक्स गरेपछि बबाल आउँछ क्या, यसको टेस्ट बबाल हुन्छ। त्यही भएर म चाहिँ कटिङ पनि गर्न थालेँ। उता तरकारी पनि के अरे तेल पनि हालिरहेको छु होइन। यता कटिङ पनि गर्दैछु। अनि उता पनि हेर्दैछु अब के अब डढ्ने हो कि होइन। फेरि आफ्नो चाहिँ एक सुरमा काम गरेर बस्यो भने उता डढ्यो भने गाह्रो हुन्छ फेरि होइन। त्यही भएर उता नि हेर्दैछु यता नि गर्दैछु। त्यसपछि लाएर चाहिँ मैले ट्याक्क लाएर यो मेथी, अहिले चाहिँ म मेथी हाल्छु क्या प्रायः। पहिले चाहिँ हालेको थिएन। अहिले चाहिँ अगाडि त्यो प्याज हाल्नुभन्दा अगाडि चाहिँ मेथी युज गर्छु। मेथी लाउँछु। मेथी लाएर चाहिँ अलिकति मेथी चाहिँ कालो भएपछि चाहिँ म त्यो प्याजहरू लाउँछु क्या। प्याजहरू लाउँछु। त्यसपछि ट्याक्क लाएर मैले अदुवा लिएर आएको थिएँ। मानुवेलबाट ल्याएको हो अदुवा पनि। मार्केटबाट ल्याएर ट्याक्क यो अब नेपालकै टेस्ट हो नि त, नेपालकै हो नि त सब। अदुवाहरू पनि अब यहाँको भन्दा नि अब नेपालकै हो यो। अनि यसको टेस्ट राम्रो आउँछ नि त, त्यही भनेर चाहिँ मैले लिएर आएको थिएँ। यसो हेरेको अब जस न के अरे मेथी पनि पुरै भइसक्यो, कालो भइसकेछ। त्यसपछि मैले चाहिँ प्याज लगाइदिएँ। ट्याक्क लाएर प्याज अनि त्यो भेडे खुर्सानी भन्छ नि त्यसलाई ट्याक्क लगाएँ। त्यसपछि पटपट त्यसलाई भुटेँ होइन। अब तल गिरिहाल्यो, तल झरिहाल्यो क्या प्याज चाहिँ। अब त्यही पनि अब कहाँ फ्याल्नु, सबै छ होइन। टिपेर त्यहीँ हालिदिएँ। प्याज महँगो छ। अनि हेर्दै सक्नुहुन्छ मेरो खसीको मासुलाई ट्याक्क लगाइदिएँ। अब त्यसमा ट्याक्क लगाएर अब अलिकति यो भुटिसकेपछि ट्याक्क हाल्ने हो क्या च्याट लगाएर। अनि फ्राईमा अरू मासु चाहिँ फ्राई फ्रिज हुन्छ, त्यही यो चाहिँ अलिकति फ्रेसै थियो। त्यही भएर मैले चाहिँ अगाडि प्याजहरू भुटेँ। नभए अरू मासुहरू चाहिँ फ्रिजको हुन्छ। प्रायः म के अरे यसरी भुट्दिनँ, किनभने फर्स्टमा चाहिँ म अलिकति पानी हुन्छ अनि तेलमा चाहिँ फेरि अरू मासुहरू चाहिँ अलिकति म के अरे हालेर मासु अगाडि भुट्ने हो। अनि त्यसपछि प्याजहरू हाल्छु। आज चाहिँ मैले मासु के अरे प्याज अगाडि नै हालेँ, प्याजहरू सबै सामानहरू अगाडि नै हालेँ। त्यसपछि चाहिँ गरेँ। अनि काट्दा अलिकति थकित भयो होइन भनौँ न। ट्याक्क लाएर यसो हेल पनि ल्याएको थिएँ। यसो हेल खाँदै होइन चिल भएर काम त गर्नु पऱ्यो। हेल खाँदै पुरै चिल भएर अब लसुनहरू पनि अब के अरे उकाउनलाई लसुनहरू रेडी गराउनलाई ट्याक्क लसुनहरू पनि मैले केलाउनु थालेँ। उता अब मासुलाई पनि हेर्दै गर्दै अब उसले चाहिँ लसुन पनि अब काट्न थाल्यो। लसुन ट्याक्क लाएर
मैले अहिले चोकन थियो त्यो चोकन चाहिँ मेरो कता हरायो क्या त्यो उसलाई हान्ने चाहिँ ट्याक्क लाएर है त्यो म त खाना पकाउँदै थिएँ बुढो टक्क बुढो आयो खाना आयो ट्याक्क बुढोले आयो अनि ट्याक्क बुढोले मेरो खानाको पैसा र अस्ति एक दिन मैले ओभर टाइम गरेको थिएँ शनिबार त्यसको पैसा दिन लिएर आएको रहेछ कति खुसी भयो क्या बुढोले ट्याक्क लाएर पैसा पनि ल्याइदिएको छ नि ट्याक्क पैसाले ट्याक्क लाएर यस्तो बनाएँ मासु होइन यस्तो बनाएको थिएँ मैले केही पनि हानेको थिएन बुढो त आएर टेस्ट गर्छ कस्तो छ तेरो मासु भनेर तेरो तरकारी कस्तो भयो टेस्ट गरेको बुढो त्यतिको तातोमै हात हालेर जस्तो तातै खाइदिएँ क्या एक पिस ल बुढो त यार कस्तो कस्तो के अरे उनु भयो क्या ऊ पनि अब मैले केही पनि हालेको थिएन न नुन हालेको थिएँ न बेसा हालेको थिएँ बेसा चाहिँ हालेको थिएँ अनि अरू केही हालेको थिएँ नुन पनि हालेको थिएन मसला पनि हालेको थिएँ केही पनि हालेको थिएन त्यो टेस्ट गर्छ भनेर खानु भयो त उसले नुनै हालेको थिएन क्या तरकारीमा बुढो के भन्छ है तेरोमा त नुन 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 कम छ नुन हाल्नु भन्छ त्यसो भने नुन केही पनि हालेको थिएन सिर्फ त्यो तपाईँले देख्नुभयो त्यो मैले मेथी हालेको थिएँ अनि प्याज हालेको थिएँ अनि त्यो भेटेको छ भने सिर्फ त्यति हालेको थिएँ अरू केही हालेको थिएन क्या बुढो मुन 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 भन्छ क्या अब केही हालेको थियो त्यो पनि मिठो छ भन्छ बुढो मनमा हाँस्नु उठे केही पनि हालेको छैन बुढो राम्रो छ भन्छ मिठो छ भन्छ भन्थे ट्याक्क लगाएर बासमतीको सामान के अरे चामल चाहिँ यस्तो रहेछ क्या नेपालको च्यात्रा डिसमा चाहिँ यस्तो बनाएँ मैले तरकारी चाहिँ है गाइस यस्तो बनाइसकेँ ट्याक्क लगाएर अब पस्किनु पर्ने हुन्छ पस्किएँ मैले ट्याक्क लगाएर खस्के मासु चट्ट होइन ग्रेभी टाइपको मलाई चाहिँ मासु भएपछि दाल साल त्यस्तो चटनी सटनी चाहिँ केही पनि चाहिँदैन तर आज चाहिँ मैले यसो चटनी पनि हतार हतार गरेर बनाएको थिएँ चटनी उसको के अरे उसको हालेको थिएँ थोरै बनाएको थिएँ चटनी त्योसँग पनि खाएँ अनि त्यति अब पिरो मलाई अलिकति पिरो बिसाउनु भएर त्यस्तो चाहिँ बनाएको थिएन क्या अब चटनी चाहिँ मिठो भएन अचारमा त अब चटनी हाल्नै पर्छ नि त पिरो नहालेपछि त्यति टेस्टी लागेको थिएन तर जे होस् खसीको मासु चाहिँ एकदम बबाल थियो होइन के गर्नु होइन तपाईँहरूको पनि के अरे यो मेरो सब्जी देखेर मुख रसायो होला नरसाउनु होला सो थ्याङ्क यू फर वाचिङ फर भिडियो होइन यसरी माया सपोर्ट गरिदिनु होला होइन लाइक सब्सक्राइब गरिदिनु होला प्लिज बाई बाई सी यू